गुड मर्निङ हो। शोभायात्राको प्रस्थान भइरहेछ, सुरु हुन आँटेको छ आजको दिन। यो यात्राको पूर्ण शोभायात्रा रङ्गल यात्रा प्रारम्भको लागि जो तयारी छ तयारी गरिदिनुको लागि निवेदन गर्दछु। जय श्री राधे श्याम। जय श्री राधे। अब हामी केही क्षणमा आजको शुभ कार्यक्रम कलश यात्रा अगाडि बढाइरहेको छ र सर्वप्रथम पहिलो पङ्क्तिमा भनौँ, पहिलो लाइनमा भनौँ, हाम्रो कलश यात्राको ब्यानर रहनेछ। ब्यानरकै साथमा एउटा ठुलो झन्डा, माताको झन्डा रहनेछ। त्यसको साथमै पुस्तक, कर्ताले पुस्तक परिभागको पुस्तक बोक्नुहुनेछ भने एकजनाले जुन ठुलो ताम्बाको कलश बोकेको हुन्छ उहाँहरू सर्वप्रथम पङ्क्तिमा बस्नुहुनेछ। ब्यानर, झन्डा, पुस्तक र ताम्बाको भाडा बोकेर पहिलो पङ्क्तिमा रहनुहुनेछ भने त्यसको लगत्तै पछाडि विद्यार्थीहरूको लाइनबद्ध भएर विद्यार्थीहरू रहनेछन् र त्यसको पछाडि व्यास गुरु आफ्नो सुसज्जित गाडीमा व्यास गुरुजीको साथमा अर्को एउटा जुन हामीसँग ओपन जिप छ त्यसमा कन्या सुसज्जित भएका कन्याहरू रहनेछन् र व्यास गुरुको गाडी र कन्याको गाडी पछाडि रथ भेडा जसमा कन्याहरू पनि रहनेछन्, रथ भेडा चल्नेछ। त्यसको पछाडि हाम्रो साउन्ड सिस्टम डिजे गाडी रहनेछ र डिजे गाडीको पछाडि आमा समूहको कलशको साथमा ठुलो समूह सुसज्जित भएको मातृशक्तिहरूको लाइन रहनेछ र त्यसको पछाडि पुरुष र अन्य भक्तजनहरूको लाइन रहनेछ। फेरि एकचोटिमा स्मरण गराउन चाहन्छु, जति पनि भलन्टियर साथीहरू हुनुहुन्छ उहाँहरूले कृपया ध्यानपूर्वक सुनिदिने। पहिलो लाइनमा हाम्रो ब्यानर रहनेछ, ब्यानरको साथमा झन्डा, ठुलो साइजको झन्डा, पुस्तक र एउटा तामाको कलश रहनेछ। त्यसको लगत्तै पछाडि विद्यार्थीहरू रहनेछन् र विद्यार्थीको पछाडि व्यास गुरुको गाडी र नौकन्याको ओपन गाडी जुन जिप छ त्यो रहनेछ र त्यसको लगत्तै पछाडि रथ घोडामा कन्याहरू सुसज्जित भएर रथ घोडा रहनेछ। व्यास गुरुको पछाडि रथ घोडा र त्यसको पछाडि हाम्रो डिजे साउन्ड सिस्टम रहनेछ। अनि त्यसको पछाडि आमा समूहको कलशको साथमा सुसज्जित भएका मातृशक्तिहरू रहनुहुनेछ र अन्तमा पुरुष र अन्य भक्तजनहरूको लाइन रहनेछ। र यही क्रममा सबैलाई भयङ्कर साथीहरूलाई म अगाडि सबैलाई सजाएर राख्नको निम्ति हार्दिक अनुरोध गर्दछु।